अनि फेरि नेपाली युनियन भन्नुभएको छ नि सँगै छ नेपाली युनियन त्यही भएर नेपाली युनियन भन्नुभयो खाना खानुभयो कहाँ बस्नुहुन्छ हजुर राति कहाँदेखि कहाँसम्म हिँड्नुहुन्छ हजुर तपाईँले पनि जानुहुन्छ रिक्सा लिएर ओहो होइन होला है खाना खानु भयो खाना खाएको छैन खाना खानु भएको छैन कति दाइ। पैसा छ जेबमा खानाको व्यवस्था गरिदिनु 30 रुपियाँ छ खाना खाँदा कति पैसा लाग्छ पर्नुहोस् म दिन्छु खाना खाने पैसा तपाईँ युनियन हुँदो रहेछ भाडु पैसा दिनु ल 150 रुपियाँ दिन्छ हुन्छ ल खाना खानुहोस् राम्रोसँग है त ठिक छ Very much.